ए ए सुबह उठेर म पनि मुख धोएको छैन अहिले पनि म के गरिरहेको छु तिमीहरू बुझिरहेको छैन अहिले हेरिरहेको छु मैले सबै केटाहरू सुबह उठेर जान्छ गुटतिर खाने पछि रक्सी तान्ने अनि के मसँग कुरा गरिरहेको छ नि मन छ के भनिरहेछ मेरो कुरा दाइ तिमी माने मैले त्यसको कुराको बाल छैन मुजीहरू तिमी रक्सी खाने मान्छे किन मलाई थाहा छ कुरा मसँग किन भनिरहेछ कि यसो गर्न मन छ त्यस्तो गर्न मन त्यस्तो कुरा होइन मुजी म आफ्नो तालमा बसेर हारेर छु आफ्नो तालमा बसेर राखेको छु सुबह 4 बजे उठेर म यहाँनिर बसिरहेको छु केही छैन ताल म निस्किन्छु आफ्नो कपाल देखिरहेको छु तालमा हिँडिरहेको छु बाटोमा के पनि छैन मलाई साथमा सुनसान रात बिरातो खाल्टो भएको छ अहिले म अन्धारो कालो रातोमा ठानिरहेको ल्याएको बाटोमा छु को स्यालहरू मलाई भेट्न पाउँछ अनि मलाई के गरिरहेको थाहा छैन मुजुहरू तिमीहरू के सोधिरहेको छ अहिले सोधिरहेको छु रुमबाट मैले अहिले जागेर आएको छु यहाँसम्म रात ठानिरहेको छु रात ठानिरहेको छु मैले पनि सोधेको ओइ साथी तिमी चुरोट खाने अनि खाने नखाने नतान्ने अनि मलाई किन तिमीसँग कुरा मैले माने मसँग छैन कोही केटाहरू मलाई साथ दिएको छैन अहिले पनि म हिँडिरहेको छु आफ्नो तालमा गरिरहेको छु त्यही पनि तिमी साथ दिँदिन भन्दैछु म भन्न नदिने अनि त्यसैले म हिँडिरहेको छु अहिले पनि चाहन्छ छैन त्यसैले कोही मान्ने छैन कसैको मलाई आशै छैन म आफ्नो आशमा बसिरहेको छैन कसै केटाको विश्वास छैन मलाई भनिरहेको छ मलाई यो केटाहरू तिमी रक्सी खाने अनि खाने होइन मलाई किन तिमी यता कुरा मान्ने दिलाउनु आएको छ तिमी साथी भरोसा किन म एक्लै रात हाँसिरहेको छु रुइरहेको छु त्यही पनि रात ठानिरहेको छु को छ यो साथमा मलाई दिदिन को साथै पनि म दुःख सङ्घर्ष गरिरहेको छु आफ्नो बाटोमा म हिँडिरहेको छु रात सुबह उठेर भोलि दिइरहेको छु तिमीहरूको बुझिरहेछ न तिमी मेरो कुरा भाइ मेरो कुरा गर्न मसँग नगर्न तिमी कुरा धेरै कुरा गाह्रो भएको छ सपना मेरो अधुरा भएको छ त्यसैले सपना पुरा गर्नलाई मुजी हिँड्न बाटोमा आएको छु 2 रुपियाँ छैन मसँग पैसा खानु केही पनि खाने मन छ मलाई खाने मन छ चुरोट छैन अहिले चुरोट कहाँबाट आउँछ मैले सोध्छु यहाँ पसलतिर सबै बन्द छ 4 बजेतिर कहाँबाट पसल पाल्छ यसरी मैले यहाँ बसेर हानिरहेको छु मैले साथ दिदिन तिमीहरूलाई के सोधिरहेको छु तिमीहरू म सबै कुरा हेरिरहेको हेरिरहेको मलाई दिदीले भनेको तिमी किन जाइरहेको छ मलाई ममले भनेको छ यतिकै रातिसम्म किन यताउता घुमिरहेको छ तिमीहरूको डर लाग्दैन स्यालहरू घुमिरहेको छ जङ्गलमा तिमीहरूको को टोकेर अनि केही पनि गरिदिन्छ मलाई टाउकोमा दुखिरहेको छ तिमी बाबु यताउता नजा मलाई धेरै रेस्ट नउठा न त तिमी पापा बोलाएर तिमी फुलाइदिन्छु टाउको मैले भने फुलाइदियो मम्मी तिमी टाउको त्यही पनि म रात खान आउँछु आफ्नो साथीभाइ लिएर साथमा होइन मलाई कोही पनि त्यसरी हिँडिरहेको छु बाटोमा एक्लै म बुझेको छैन मेरो कुरा कोही साथीभाइहरूले